नमस्कार सम्पूर्ण साथीहरुमा। आज मैले यो ज्योतिष सम्बन्धी पनि केही सानो ज्ञान लिएर उपस्थित भएको छु साथीहरुबीच। यो हाम्रो यो जुन जन्म कुण्डली हुन्छ यसमा 12 वटा कोठाहरू हुन्छ। यसमा यो 2 नम्बर कोठा र 7 नम्बर कोठा, 7 नम्बर कोठालाई पत्नी स्थान भन्छ, व्यापार व्यवसाय भन्छ भने 2 नम्बरलाई धन स्थान भन्छ। यहाँ बसेका ग्रहहरू भनौँ मारक भनेर भनिन्छ र यो त्रिक स्थान भनेर भन्छ। त्रिक स्थानमा 6, 8, 12 लाई नराम्रो मान्छ भनेदेखि त्यहाँ बसेका ग्रहहरूले राम्रो फल दिँदैनन् भन्छ र यो 2 र 7 मा बसेकालाई मारक भन्छ। जब त्यहाँ गोचरमा ग्रहहरू गएको समयमा पनि तिनीहरूले नराम्रो फल दिन्छ। जस्तो जन्मदाखेरि पनि त्यहाँ ती ग्रहहरू छन् भने भनौँ त्यहाँ राशि छन् भने ती ग्रहहरूको दशा चल्दाखेरि आफूलाई मरण तुल्य भनौँ निकै कष्ट र पीडा दिन्छ र धेरै मान्छेहरूलाई दशा लागेको अनुभव हुन्छ र स्वस्ति शान्ति गर्नतिर मान्छेहरू तल्लीन हुन्छन् है व्यक्तिहरू। र यो कुरो थाहा हुँदैन भनेदेखि त्यसरी त्यहाँ बसेका ग्रहहरूले भनौँ ती त्यहाँ बसेका राशिका मालिकका ग्रहहरूको दशा चल्दाखेरि र त्यहाँ बसेका भनौँ ग्रहहरूले पनि भनौँ राम्रो फल दिँदैन। गोचरगत जाँदा पनि त्यहाँ भनौँ गोचरमा पनि ग्रहहरू भ्रमण गरे भने ती ठाउँमा मारक मानिन्छन् र तिनीहरूले राम्रो शुभ फल दिँदैनन् भनौँ। धेरै दशाहरू लाग्छन्, विभिन्न दशाहरू लागेर मान्छेलाई हैरानी खेप्नुपर्ने हुन्छ। थाहै हुँदैन भनौँ गोचरमा जानेको त अझ थाहै हुँदैन गोचरमा कुन समयमा जान्छ। अब यो ज्योतिषीहरूलाई थाहा हुन्छ र त्यहाँ गएपछि बल्ल भनौँ भन्ने कुरा हुन्छ आफूले सोधेपछि। भनेदेखि अब त्यसमा के हुन्छ भने अब ती ग्रहका दशाहरूमा कस्तो हुन्छ भने तिनका योगिनी हुन्छन् सपत्नीहरू। योगिनी दशाको पालामा पनि भनौँ ती मारक ग्रहको जब दशा चल्छ जब त्यस समयमा योगिनी पनि तिनको सपत्नीको दशा चल्यो भने यो भनौँ छोटो समयमा दुर्घटनाहरू हुने। जस्तो आज केही नि भएको छैन भोलि दुर्घटना हुने त्यही व्यक्ति भनौँ भोलि केस लाग्ने विभिन्न हुन्छन् तिनीहरूका सपत्नीका दशाहरूमा पनि। जस्तो राहुको सपत्नीको दशा हुन्छ, जस्तो शनिको सपत्नीको दशा उल्टा भयो भने राहुको सङ्कटा भयो भनौँ, केतुको विकटा भयो, मङ्गलको भ्रामरी भयो। त्यतिखेर यिनीहरूले राम्रो फल दिँदैनन् र त्यतिखेर नराम्रा घटनाहरू आइलाग्छन् भनौँ मनुष्यको जीवनमा। र त्यतिखेर हामीलाई ती ग्रह शान्ति गरेर शान्ति गर्न सकिन्छ भने ज्योतिषमा एउटा भनौँ भनाइ छ। केही छाता ओढेपछि केही भनौँ रुजिँदैन भन्ने हो, तर त्यो पुरै निक्योल हुन्छ भन्ने केही ग्यारेन्टी छैन। तर चाहिँ आफ्नो कर्तव्य चाहिँ गरिराख्नुपर्छ। त्यस्तो छ यो ज्योतिषमा।